Hello, welcome to Sabdayatri. I am Bikalpa Dungana. Myself, Ananya Gimire. We are back with another video. Thank you for tuning in. Please subscribe to our channel. Please like the video Follow us on Instagram. and TikTok. Outro भयो त So आजको हाम्रो एपिसोडमा हामी लाइक वी अलवेज डु हामीले गेस्ट लिएर आएको छौँ Not always. इन्ट्रोडक्सन तिमी दिन्छौ कि हाम्रो गेस्ट चाहिँ मिस तेजस्वी हो. हेलो. नमस्ते सबैजनालाई. हेलो, मेरो नाम तेजस्वी टन्डुकार हो अनि अहिले चाहिँ म +2 दिएर बसेको हो अनि मैले इजलिङटनमा इनरोल गरेको छु अनि अहिले चाहिँ आई वर्क एज अ कन्टेन्ट क्रिएटर. तिम्रो डान्स पनि एकदम राम्रो थियो है बच्चैदेखि. थ्याङ्क यू. अहिले पनि राम्रै छ है. थ्याङ्क यू. कहिलेदेखि सिक्यौ तिमीले डान्स? म चाहिँ डान्स चाहिँ म सेल्फ ट्रेन्ड हो अनि मैले 5 क्लासदेखि चाहिँ डान्स स्टुडियो जान थालेको थिएँ. कहाँको भन्न मिल्छ? हाम्रो चाहिँ जेनेरेसन स्टुडियो भन्ने थियो कुपनडोलमा ए अनि स्कुलमा चाहिँ उहाँहरूले अहिले सिकाउनुहुन्थ्यो अनि त्यहीँबाट. ए तिम्रो बच्चा बेलाको स्टेज पर्फर्मेन्सहरू पनि हुन्थ्यो होला, मैले देखाए जस्तो लाग्छ. मैले पहिला यसै डान्स कम्पिटिसनहरूमा नि इन्गेज गरेको छु. कहाँको डान्स कम्पिटिसनहरू? त्यो त मलाई नि याद छैन अब त. ठिकै हो. भनेपछि तिमीले बिफोर 5 क्लास चाहिँ कुनै पनि ट्रेनिङहरू केही पनि लिएको थिएनौ? थिएन. लाइक जस्ट यतिकैको डान्स गर्थ्यौ कि लाइक कम्पिटिसनहरूमा पनि जान्थ्यौ? पहिला चाहिँ एज अ हबी मात्रै थियो अनि मेरो फर्स्ट कम्पिटिसन भनेको चाहिँ मैले ग्रेड 6 मा गरेको थिएँ. ए अनि त्यही डान्स ट्रान्सेन्ड भएर टिकटकमा नि आएको हो कि? टिकटक त लकडाउनदेखि चलाउन थालेको. लकडाउनदेखि मात्रै? न त पहिला टिकटकभन्दा अगाडि नि म्युजिकली हुन्थ्यो अनि त्यो चलाउँथ्यो अनि त्यसपछि चाहिँ टिकटकमा अपडेट भएको. भनेपछि तिमी पहिल्यैदेखि नै त्यसमा चाहिँ लागिरहेको थियो म्युजिकलीमा भएर पनि? पहिला त अब खै त्यति बेला त कति 12 वर्ष कि कति थियो होला. यत्तिकै झ्याउ लाग्थ्यो लकडाउनमा घर बसेर के गर्ने हुन्थ्यो अनि यत्तिकै अब तपाईँहरूले नि गर्यो होला नि. मैले त छैन है. हामीले चाहिँ गरेको छैनौँ. मेरो घरमा त जो पनि म्युजिकली चलाएर बस्छ. हामी त लकडाउनमा माइनक्राफ्ट खेलेर बस्थ्यौँ. ए अनि तिम्रो टिकटक पहिला त यतिकै रमाइलो गरी चलाउँथ्यौ नि, तिमीले कहिले एक्सपेक्ट गरेको थियौ तिम्रो फलोवर्स यति धेरै बढ्छ, भ्युज यति आउँछ भनेर? मलाई अहिलेसम्म नि मलाई अचम्म लाग्छ त्यो कुरा चाहिँ. तिम्रो कुनै लाइक स्पेसिफिक भिडियो छ जुनले चाहिँ तिमीलाई एकैचोटि भाइरल गर्यो कि तिमी यतिकै नै लाइक बिस्तारै आफै नै आइरहेको हो कि माथि? मेरो फर्स्ट भिडियो चाहिँ एउटा डान्स भिडियो नै थियो होला अनि त्यसपछि मेरो सबभन्दा ब्लो अप भएको चाहिँ एउटा नेवारी ड्रेस. नेवारी ड्रेस लगाएको जहाँ पनि जाँदाखेरि उसलाई म त उसलाई टिकटकमा देखाएको थिएँ नेवारी ड्रेस लुगा. आई गेट द्याट अ लट. भनेपछि नेवारी कल्चरमा चाहिँ तिम्रो धेरै नै प्रेजेन्स रहेछ त्यो टिकटक. मलाई स्कुलमा पनि मेरो नामबाट कसैले चिन्दैन थियो. मलाई सबले टिकटकवाला दिदी भन्थ्यो. अहिले पनि त्यस्तो छ, जहाँ गयो नि मैले तिमीलाई टिकटकमा देखेको थिएँ. अहिले कलेजमा पनि त्यस्तै छ भने? कलेजमा मैले तिमीलाई टिकटकमा देखेको थिएँ. मेरो फर्स्ट इन्ट्रोडक्सन मैले तिमीलाई टिकटकमा देखेको थिएँ भन्छ. तिमीले अनि टिकटक डान्सहरू गर्छौ कि तिमी लाइक बनाएर हुन्छौ नि टिकटक, तिमीलाई कहिले टिकटकबाट अलि अफरहरू आएको छ केही गर्न? मलाई अब एज अ कन्टेन्ट क्रिएटर चाहिँ अफर आएको थियो तर म त्यति बेला +2 को लागि बोर्ड्सको लागि पढिरहेको थिएँ त्यसैले मैले अहिलेसम्म चाहिँ कुनै नि अफर लिइनँ. बट अहिले चाहिँ अभाइलेबल छ है. अहिले चाहिँ अफर दिनु होला. अफर भन्नाले कस्तो अफर? अलि ठुलै अफर कि के गर्ने अफर? क्लोदिङ ब्रान्ड्सहरूको त्यही प्रमोट गर्ने. आजकल टिकटकमा धेरै जस्तो मान्छेले गरेर हुन्छ. So like would you consider yourself to be a content creator rather than a TikToker? Yes. Like are you like a full time त नभनौँ पढिरहेकै छौ लाइक पार्ट टाइम कन्टेन्ट पार्शियली? तिमी पढ्ने कलेज युनिग्लोबमा पनि तिमीले पनि एउटा सोसियल मिडिया पेज ह्यान्डल गरेर थियो होइन? हाम्रो युनिग्लोबमा चाहिँ डिफ्रेन्ट क्लब्स हुन्थ्यो अनि मैले चाहिँ एउटा क्लबको एज अ सोसियल मिडिया ह्यान्डलरै काम गरेको थिएँ त्यसमा. ए नाइस एक्सपिरियन्स थियो. त कस्तो रमाइलो हुन्छ. जहिले कलेजपछि बसेर साथीहरूसँग गफ गर्दै रमाइलो गर्दै अनि आई युज टु वर्क त्यसमा. अनि त्यसरी नै मैले कति साथी बनाएँ. लाइक 11मा चाहिँ आई वाज नट त्यस्तो विधि तर 12मा आएर क्लबमा इन्गेज गरेर चाहिँ मैले धेरै साथीहरू बनाएँ अनि मेरो कम्युनिकेसन स्किल मलाई पनि थाहा थिएन म यति बोल्न सक्थेँ भनेर तर म 12मा त्यो क्लब जोइन हुन बित्तिकै मलाई थाहा भयो ओ बोल्न सक्छु भनेर. So like तिम्रो like
भ्यूमा चाहिँ होइन नेपालको कन्टेन्ट क्रिएटर सिनमा चाहिँ इज इट टक्सिक अर इज इट नट टक्सिक तिम्रो भ्यूमा नट टक्सिक येट नहोस् पनि येट लाइक तिमी जतिसम्म एक्सपोज भएको छौ त्यसम्म चाहिँ केही टक्सिसिटीहरू यताउता छैन तर टिकटकमा चाहिँ एउटा एकदमै ऱ्यान्डम थिङ भन्दा डिएम्स जसले नि डिएम गर्न मिल्छ नि त अनि कसैले यसो हाई भनेर बोल्न आयो भने इफ मैले रिप्लाई ब्याक गरेँ भने दे विल कर्स एट मी के त्यस्तो चाहिँ हुन्छ त्यो त आई थिङ्क लाइक जुन जेमा पनि हुन्छ जुन कल्चरमा पनि तर खै भन्छ कस्तो चिन्न जान्थेन एक्कासी हात छ के भनेर पर्दैन यो चाहिँ मलाई इफेक्ट पर्छ लाइक हेट कमेन्टहरूले तिमीलाई त्यस्तो धेरै इफेक्ट पर्दैन मलाई हाँस्छु मलाई चिनेको पनि छैन यो मान्छेलाई यस्तो यस्तो भन्छ कि कति डिग्रीको हेट कमेन्ट छ अहिलेसम्म त्यस्तो एक्सट्रिम नि भएको छैन हुन चाहिँ त्यस्तो एक्सट्रिम भएको छैन अहिलेसम्म त अनि स्टकर्सहरू पनि त हुन्छ नि धेरै हुन्छ अब त्यो त मैले कन्ट्रोल गर्न सक्ने नि होइन अब मेरो त्यो पेजै पब्लिक छ सो यसमा त्यो स्टकिङ प्रब्लम छ भने प्राइभेट गर्थेँ घरसम्म त कोही आउँदैन होला नहोस् अहिलेसम्म चाहिँ छैन आई होप कोही त्यसरी त नहोस् तिम्रो टिकटकमा तिमी डान्सहरू पनि हाल्छौ युजुअल टेन्स पनि हाल्छौ अनि तिम्रो एउटा स्किन केयर रुटिनहरू पनि हाल्छौ नि मेरो चाहिँ पहिला 5 क्लासदेखि नै स्किन कस्तो बिग्रेर गएको छ कि मेरो मुखभरि पिम्पल मात्रै हुन्छ अनि त्यसपछि त्यो कहिले गएन कि मलाई सबैले इट्स अ फेज टिनेज लागेको बेला हुन्छ सबैको हुन्छ आफै जान्छ भने कि तर मेरो गएन कि 11 क्लाससम्म गएकै थिएन कि अनि त्यसपछि चाहिँ मैले स्किन केयर गर्न थालेँ मैले 12देखि नै स्किन केयर गर्न थालेको अनि त्यसपछि ग्रेजुअली जान थालेँ स्किन केयर हेर्न मन छ भने उसको आइडीमा नि हेरिदिनु होला अहिले पनि यहाँ अलि इलाबोरेट गर नि त कसरी सुरु भयो तिम्रो यो जर्नी स्किन केयरको जर्नी मैले त्यही टिकटक इन्फ्लुएन्स भएको हो म पनि यस्तो भिडियोहरू आइरहेको थियो अनि त्यसपछि मैले अहिले मैले जे प्रडक्ट युज गरेको छु मैले त्यो सब टिकटकबाटै देखेर गरेको हो अनि इट वर्क भन्नाले सो तिमीले आफ्नै स्किन टाइप हेरेर प्रडक्ट लिएको कि यतिकै Do you think it will work on him? I recommend. Do you think this is savable? गर्यो भने हुन्छ है So basically like जसको पनि स्किन चाहिँ सेभेबल चाहिँ छ डक्टर्सकोमा गएन तिमी मैले आफै एक्सपेरिमेन्ट गरेको मैले त्यो प्रडक्ट लिएँ होइन भयो भने भयो भएन भने चाहिँ जान्छु भनेर बसेको थिएँ तर धन्नले काम चाहिँ गरेछ त्यस जाने चाहिँ रहेछ सबैले ट्राई गर्नु पर्यो नै तर आई डु नट रिकमेन्ड त्यो स्किन टाइप त्यस्तो सब थाहा नभइकन एकैचोटि गर्न चाहिँ म रेकमेन्ड गर्दिनँ किनकि सबको स्किन टाइप डिफ्रेन्ट हुन्छ नि त अब मेरो ओइली छ अब मैले ओइली स्किनमा लाग्ने ड्राई स्किनको लागि दियो भने पोलेर आउँछ क्या त्यसैले आफ्नो स्किन टाइप चाहिँ एकचोटि राम्ररी थाहा हुनुपर्छ अनि मात्रै तिमीले भनेको डक्टर्सकै गरे एकदमै मान्छेहरूले सोध्छ नि स्किन केयर यो पिम्पलहरू आयो अब त्यो के अरे के भन्छ त्यसलाई त्यो क्योर गर्न चाहिँ अलिक गाह्रै छ एकदम पैसा लाग्छ महँगो छ भनेर सोध्छ नि त्यस्तो होइन तिमीले भने अनुसार चाहिँ एकैचोटि रिजल्ट एक्सपेक्ट गर्नु चाहिँ हुँदैन किनकि इट माइट टेक मन्थ्स विक्स मेरो नि एकैचोटि त गएको होइन नि त मेरो just have to be patient. तिमीले भने जस्तै मेरो पनि अलि माथि धेरै पिम्पल आउँछ आइम नट प्लानिङ अहिले केही गर्न तर अब बिस्तारै गर्नु पर्ला तिम्रो कपालले गर्दा नि होला हुनसक्छ धेरै जस्तो लाइक त्यो ऊ चाहिँ त्यही भन्छ नि तिम्रो कपालले त्यो छोपेर चाहिँ इरिटेसन हुनसक्छ स्किनमा एक दिन स्याम्पू लायो एक दिन पछाडि हुन्छ अनि नेक्स्ट डेदेखि अगाडि आइहाल्छ तर फेरि लाइक त्यो कन्टेक्स्टमा कुरा गर्दा होइन म तिमीलाई सोधेँ होइन ब्याङ्क्स हुन्छ नि त धेरैजनाको त उनीहरूको त फेरि हुँदैन नि त पिम्पल त्यसमा चाहिँ अब द प्रडक्ट यु युज इन यर हेयर इज गुड फर यर हेयर तर नट फर यर स्किन के त्यसैले अब ब्याङ्क्स हुँदैमा भन्दैमा राति दे माइट डु त्यो हेयरब्यान्ड लगाएर सुत्ने कपाल बाँधेर सुत्ने लामो कपाल भएकोलाई चाहिँ हेयरब्यान्ड कि त कपाल बाँधेर सुत्ने रेकमेन्ड गर्छु अब तिम्रो कपाल छ अब उसको चाहिँ कपाल जहिले छोया हुन्छ नि त त्यसैले आएको जस्तो लाग्छ मलाई चाहिँ
खासमा मेरो आउने चाहिँ फर्स्ट त स्ट्रेसले हो, अनि सेकेन्ड चाहिँ स्लिप कम भयो भने चाहिँ आउँछ। अरू बेला चाहिँ खासै आएको जस्तो लाग्दैन, तर दाग चाहिँ छ, दाग चाहिँ हुन्छ। Sleep is very important. सुति किन राख्छौ तिमी? ओइ रातभरि रिल हेर्दै बस्नु होला। पर्सनल भयो। ठिक छ, सुत्नुपर्छ। तिमी आजदेखि सुत्न थाल। यो पोडकास्ट सुन्दा सुन्दै सबैजना सुतिनै ला होला, म पनि सुत्दिन्छु। ल स्किन केयर जर्नी त भयो तिम्रो होइन, एकदम राम्ररी नै भएछ देखिरहेको छु। थ्याङ्क यू पनि भन्नुभयो। थ्याङ्क यू। अनि त्यसपछि तिमीले लाइक अब फ्युचरमा प्रोसिड गर्दाखेरि टिकटकबाट कसरी यो कन्टेन्ट क्रिएसनको एरियामा स्टेप इन गर्छौ त? आजकल फेमस कन्टेन्ट क्रिएटर्सहरू छन् त। टिकटकमा एउटा मोनिटाइजेसन भनेर अप्सन हुन्छ, अनि त्यसबाट चाहिँ डिपेन्डिङ अपन तपाईँको भिडियोको भ्युज एन्ड लाइक्स मोनिटाइजेसन। तिम्रो मोनिटाइज भएको छैन अहिलेसम्म? ए भएको छैन, गराइदिनुहोस् है सबैजना। हामीलाई युट्युबको क्राइटेरिया त थाहा छ, टिकटकको चाहिँ के छ त क्राइटेरिया मोनेटाइजेसनको लागि? मलाई नि खासै चाहिँ थाहा भएन, बट यु हेभ टु बी 18+, अनि 10K फलोवर्स भन्दा धेरै हुनु पर्यो, अनि इच भिडियोमा चाहिँ 100K भन्दा भ्युज माथि हुनुपर्छ। इच भिडियो? त्यहाँ एउटा टिकटकमा आउँछ त्यो एउटा अङ्कल डान्स गर्दै। मलाई नि के भन्छ टिकटकमा लाइभमा गएर ट्याप 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 गरेर भन्छ। तिमी कहिले लाइभ गएको छौ र त्यसरी? म पहिला एकचोटि गएको थिएँ, यत्तिकै झलाएर रमाइलो गरौँ भनेर गएको थिएँ, तर त्यसपछि म कहिले जान्छु। किन के भएर? कस्तो क्रिमी मान्छेहरू आउँछ ट्रमाटाइजिङ एक्सपिरियन्स एकदम। तर त्यो अङ्कलको भिडियोमा त धेरै भ्युज आउँछ र 100K भ्युज आउँछ र है होला। त्यो अङ्कल नाच्नेवाला अङ्कल लाइफमा धेरै जस्तो त्यही एउटा मैले मेरो ड्याडीहरूकोमा चाहिँ देखेको हुन्छु, के भन्छ मान्छेहरू लाइभ आउँछ अनि तपाईँहरू एकअर्कालाई फलो गर्नु, अनि के भन्छ फलोवर्स बढाउने, सबजना साथीहरू एकअर्काको भिडियो लाइक गर्ने, त्यस्तो भन्ने आउँछ। त्यसैले नै होला। तिमी अब कन्टेन्ट क्रिएटर प्रोसिड गर्दाखेरि तिमी त्यो के अरे आउँछ नि त पारा भन्ने मान्छेहरू, अनि त्यसपछि त्यो पागल हो मान्छेहरू, त्यसरी भाइरल हुन प्रोसिड गर्नु सोचिरहेछौ कि नेचुरली नै प्रोसिड गर्छौ तिमी? अब खै फेरि कोरोना आएर लकडाउन हुने कुरा आइहाल्छ, चान्स पायो भने त्यसपालि त्यस्तो कुरा म र मेरो साथीहरू रेडी छौँ यो चान्स मिस हुँदैन। स्टे ट्युन्डै कोरोना आयो भने आइरहेछ अरे, देखिरहेछ अरे होइन कोभिड। खै 5-10 जनालाई भइसक्यो। ठिकै छ, नाइस बिजनेस आइडिया है। तपाईँहरू पनि गर्ने होइन त? कोभिड आयो भने त एकदम चल्छ होला, सबजना घरमै बसेर। त्यो पागल हो वाला दाइलाई पनि बोलाउनु पर्ला, कसै गरी भाषामा पुग्यो भने चाहिँ यसो हेरिदिनु होला। अनि तिमीले फ्युचर चाहिँ लाइक कन्टेन्ट क्रिएटर बन्छु त भन्यौ छौ पनि होइन, तर अब कसरी प्रोसिड गर्छौ त एज अ करियर? त्यसलाई कसरी लिन सक्छौ त? के सोचेछौ? मैले कन्टेन्ट क्रिएटर चाहिँ एउटा साइड हसल जस्तै राखेको छु, अनि मेरो मेन त अर्कै छ। केही छैन त्यसो भए? अहिलेसम्म सोचे छैन? त्यही हो। नत्र इफ मेरो यो अहिलेको जर्नी चाहिँ राम्ररी गयो भने म यसलाई नै एज अ मेन राख्छु, तर अहिलेसम्म चाहिँ साइड हसल मात्रै। त्यसो भए तिमीले केही कुनै बिजनेसहरूसँग अहिले केही कन्ट्याक्ट गरे छैनौ? अहिले चाहिँ छैन। वाट अबाउट स्लिङटनमा एडमिसन गऱ्यो भने होइन? वाट अबाउट तिनीहरूको सोसियल मिडिया पेज ह्यान्डल गर्ने, तिनीहरूको कन्टेन्ट क्रिएसन गर्ने? एडमिसन एज इन मैले युपिपिसी क्लास मात्रै लिया हो, अहिले स्टार्टै भएको छैन। भनेपछि लाइक तिम्रो त्यो त्यसमा गर्ने सोचाइ चाहिँ छ कि छैन? अभियसली अब त चाहिन्छ। अब म चाहिँ स्टडी अनि जब दुइटासँगै ब्यालेन्स गर्ने प्रोसेसमा छु। तिमी नेपालमै बस्ने विचार भएको मान्छे हो कि बाहिर जाने विचार हो? नेपालमै बस्छु। नेपाली कन्टेन्ट क्रिएटर अप एन्ड राइजिङ।
हाम्रो पडकास्टमा यस्तै मान्छेहरू भेट्छौ तिमीहरूले तपाईँहरूले पनि सरी बट लाइक तिमीलाई विदेश जान चाहिँ मनै छैन अन्त लाइक तिम्रो कन्टेन्ट क्रिएसनको जर्नीमा लाइक विदेश जाँदाखेरि तिमीलाई बढी फाइदा हुन्छ नि त विदेशमा त तिमीले अलिकति बसेर त्यहाँ गेट रेडी विथ मी टाइपको भिडियोहरू डेली हालिदियो भने एकदम नेपालमा डेमोग्राफी भ्युज आउँदैन जस्तो लाग्छ क्या मलाई अनि त्यसपछि त्यहाँ लेजिटिमेट बिजनेसहरूले कन्ट्याक्ट गरिहाल्छन् अनि तिमीलाई पार्लरहरूमा राखिहाल्छन् फेरि त्यहाँको पार्लर प्रपर हुन्छ नि त यहाँको जस्तो आउने जाने हुँदैन नि त तर मैले विदेश जाने चाहिँ सोचेकै छैन बेसिकली 2-3 मिनेटमा वी haven't convinced you at all यतै बस्छु म यही ठिकै छ म नेपालै बस्नु यही बस्नु अरू उपाय सेटअप उडाएर लग्यो यही बस्नु भयो ए अनि तिम्रो अहिले लाइक तिमीले कोही क्रिएटरहरूलाई आइडलाइज त गरेको छैनौ कसैलाई यस्तो बन्छु टाइपको मोटिभेसन त पाएको छैनौ म आफैलाई हेर्छु लाइक त्यसरी लाइक कोल्याबहरू पनि कोहीसँग गरेको छैन लाइक एज इन बिग क्रिएटर्सहरूसँग हेभ यु लाइक नट रिच्ड आउट एट अल कि लाइक रिच आउट गरेर पनि केही रिप्लाई नपाएर लाइक अन्डर 17 नै छु अनि मैले मेरो लाइसेन्सहरू केही निकालेको छैन अनि इफ मैले त्यो गरेँ भने नि यताउति धेरै गर्नुपर्छ त्यसैले मैले सब एकैचोटि चाहिँ मेरो ब्याङ्कको सबै काम सकाएर अनि मेरो लाइसेन्सहरू निकालेपछि मात्रै गर्छु भनेर बसेको छु ब्यालेन्स गर्छौ नि लाइफ त्यसपछि सो तिमी तिमी प्लान्ट मदर पनि हो है साँच्ची वाट्स इट कल्ड प्लान्ट ममै भन्छ यो टिकटकतिर चाहिँ प्लान्ट ममै भन्छ तिमीले टिकटकमा चाहिँ यो प्लान्ट्सको भिडियो हाले छैन है अहिलेसम्म नट येट आर यु नट प्लानिङ टु आइडिया दियो है मैले आइडिया पाएँ मैले किन तिमीले कति भएर तिमी त्यो प्लान्टहरू रोप्न थालेको तिम्रो छतभरि छ भन्थ्यौ मेरो बरन्दाभरि छ नर्सरी खोल्ने विचार अहिलेसम्म आई हेभ 35 वटा प्लान्ट्स वाह सबै आफैले गरे है म यो धेरै जस्तो प्लान्ट मम्सहरूले नै गर्छ लाइक जसले घरमा प्लान्टहरू पालिहाल्छ उनीहरू सबले अब जहाँ गए पनि एउटा सानो कटिङ मात्रै लिए नि वी क्यान प्रोपागेट इट के अनि मेरो माहरू फुफूहरूले नि त्यही गर्नुहुन्छ कि वी अल लाइक मेरो फ्यामिलीमा चाहिँ धेरै फिमेल्सहरूको धेरै प्लान्ट रोप्ने धेरै त्यो इन्ट्रेस्ट छ होइन अनि उहाँहरूले नि हामी जहिले बाहिर गए पनि हामी होटलमा मात्रै भयो नि त्यहाँ हामीलाई केही मन परेर होइन वी वान्ट टु ग्रो इट होइन हामी त्यसको एउटा सानो कटिङ लिन्छौँ अनि घरलाई त्यही रोप्छौँ द्याट्स हाउ आई गट 35 वटा प्लान्ट्स यो एकदमै कमन हो कि त्यो प्लान्ट ममहरूको तर तिमीले त्यो प्लान्टहरू युज गरेर कसरी ग्रो गर्यो डे 1 डे 2 डे 3 भनेर हालेर आउँछ त्यो सर्ट्समा त्यो हाल्यो भने खतरा हुन्छ त्यो त पेसेन्स लेभल छैन त्यसको मसँग छैन तिमीले खासमा त्यो स्टार्ट गरेको चाहिँ लाइक द जर्नी अफ बिङ अ प्लान्ट मम चाहिँ कहिलेदेखि हो अप्रोक्सिमेटली 12 को बिचदेखि त्यो भनेपछि लाइक रिसेन्टली नै हो मलाई एक्जाम बेला हो मेन त पढ्न मन लाग्दैन के गरेको माटो चलिबस्यो ठीक एकदम भ्यालिड रिजन अनि त्यसपछि मलाई मेरो मम्मी ड्याडीहरूले पनि अब मैले चाहिँ नन फ्लावरिङ प्लान्ट्स मात्रै ग्रो गर्थेँ इन्डोर प्लान्ट्सहरू अनि त्यसपछि मलाई बिस्तारै मम्मीले प्याजहरू पनि दिनुभयो क्या अनि त्यसपछि मैले प्याजहरू पनि रोप्न थालेँ अनि त्यसपछि कति महिनासम्म त त्यही प्याज खाएर ए सक्सेसफुली ग्रो भयो नि मैले कस्तो ओ माई गॉड मैले त्यो रोप्न थालेपछि मलाई बसेर थाहा भएको प्याजबाट नि फुल आउँदो रहेछ ए घर फोहोर गरिस् त गरी सबैकै खाना पनि निकाल्नु भन्नु होला आन्टीले त्यस्तो विधि फोहोर चाहिँ हुँदैन थियो सफा आफै गर्नुपर्छ ठिकै तर कस्तो मलाई प्लान्टहरू रोप्न थालेपछि चाहिँ पेसेन्सको बारे चाहिँ हल्का सिकेँ मैले अनि जे भए पनि अब प्लान्ट ग्रो गर्दा कहिलेकाहीँ त्यसमा इन्फेक्सन पनि हुन्थ्यो कि अनि त्यसमा मैले त्यो इन्फेक्सनबाट नि अब कस्तो प्लान्ट्स र ह्युमन लाइफ दुइटै सँगै जोड्न सिकेँ कि मैले
like if something goes wrong you can like repair it again के ए म त आई थट कोपिङ मेकानिजम भयो क्या तिम्रो प्लान्स म त अब पहिला 12 मा चाहिँ त्यो बोर्ड्सको टेन्सनले गर्दा नि मैले प्लान्ट रोप्न थालेको थिएँ अनि कस्तो थेरापिक पनि हुन्थ्यो के त्यो अनि त्यसरी नै मैले सिकेँ लाइक अब जब मेरो प्लान्ट्समा किराहरू लाग्थ्यो नि लाएँ नि एउटा दुइटा होइन कि झप्पै के पुरा बोट भरि के अझ त्यो के भन्छ सर्थ्यो भने के इन्फेक्सन अनि त्यसपछि त्यो सबै पातहरू काटेर एउटा स्टिम मात्रै राखेर त्यसलाई नि फेरि रिग्रो गर्नु पर्थ्यो कि अनि त्यसमा चाहिँ मैले इफ समथिङ गोज रङ एकैचोटि गिभ अप गर्नु हुँदैन न त मैले त्यो प्लान्टलाई सिधै फाल्न नि सक्थेँ नि त तर मैले फालिनँ नि त पेशेन्स त रहेछ अलि लाइक क्यान आई आस्क यु अ वियर्ड क्वेसन लाइक अब मैले लाइक प्लान्ट पम्प्सहरूको यताउता भिडियोहरू देखेँ भने होइन दे आर लाइक टकिङ विथ देयर प्लान्ट के डु यु डु द्याट I knew it. तर त्यो इफेक्ट पर्छ है बच्चाले गाली गरेको जस्तै हुन्छ त्यो होइन किनकि त्यो खै कुनै भिडियोमा त त्यो पुरा रुखसँग बोलेर रुख आउने लाइक रुखलाई कम क्लोजर भन्यो भने त्यो रुखको हाँगा यसो नजिक जाने त्यस्तो हुन्छ त रुखको हाँगा नजिक आउने मन देखिहाल्छ त्यस्तो विधि चाहिँ छैन होइन बट म सिङ्गल चाइल्ड होइन म बोलिदिन्छु के कहिले काहीँ झोलासँग आफूसँग बोलिदिन्छु त्यस्तो नि नै होइन म तर मेरो वियर्ड थिङ चाहिँ के हो भन्दा म जब प्लान्ट मेरो चलिहाल्छु नि मेरो गार्डनमा म चाहिँ क्राइम डकुमेन्ट्री बढी सुन्ने प्लान्ट डढाउँदैन बानी भइसक्यो होला प्लान्टलाई कसले मर्डर गर्छ के डकुमेन्ट्री भिगन्स Oh shit. Oh shit. आनन्दले भिगनहरुले अट्याक गर्नु तिमी पनि घाँस मात्रै खान्छ है ए त्यसो भए बिहान गाली बेलुका गाली दिउँसो गाली दिएर गाली प्लान्टलाई प्लान्ट ए त्यसो नि हैन खै के मन थाहा छ यसो झप्प सोध्यो भने मलाई नि याद हुँदैन के गर्छु डु यु लाइक praise them as well like शाबाश वाउ यति उगेछ आज भनेर हैन तर कहिलेकाहीँ अब बाहिरबाट कटिङ्स ल्याएको हुन्छ नि त अनि त्यसको लागि एकैचोटि रुट्स पनि हुँदैन अनि आफै ग्रो गर्नुपर्छ अब कुनैलाई चाहिँ पानीले कुनैलाई माटोले गर्नुपर्छ अनि त्यसै चाहिँ बिस्तारै आउँछ नि त अनि त्यत्रो महिना कुर्यो बिस्तारै आउँछ अनि जब त्यो आउन थाल्छ कस्तो खुसी लाग्छ कि मनमै दिल गार्डन हुन्छ नाइस अनि प्लान्ट्सको चाहिँ त्यो हाम्रो रिवार्ड्स हुन्छ नि बच्चाहरूलाई चक्लेट दिन्छौँ यस्तो भएपछि यस्तो चक्लेटहरू दिन्छ त्यो प्लान्टहरूलाई केही रिवार्ड छैन त्यस्तो पानी त्यो त डेली कुरा भयो त्यो केही प्रोग्रेस यस्तो घाममा कहाँबाट पानी दिन्छ डेली दिँदैन पानी डेली मेरो प्लान्ट्सलाई चाहिँ के हो भन्दा मैले त्यो प्लान्ट्सलाई दिनदिनै हेरेर होइन राम्रो हुँदैन कि मैले यत्तिकै इग्नोर गरेँ भने राम्रो फुल फुलेर आउँछ क्या अझ ए त्यस्तो हुन्छ तिमी त अन्डर 18 त भन्यो होइन तर यो 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 खेती रोपाई अनि प्लान्टहरू सबै अलि ओल्ड पिपलले गर्ने कुरा हो क्या किनकि मेरो मम उसको मम हाम्रो ठुलो ममहरू घरभरि प्लान्टै प्लान्ट राख्छ अझै हिजो म कुरा गरिरहेको थिएँ अनि ठ्याक्कै रुमर निस्केँ अनि त्यसपछि फर्स्ट टाइम आई नो रुमर निस्केँ अनि त्यसपछि ममले टिकटक हेरिरहेको छ रहेछ यो राशिको लागि यो फल ल्याउनु यो प्लान्ट राख्नुपर्छ तिमीहरूले यो अर्डर गरिदियो त दराज तिम्रो घरमा पनि त्यस्तो हुन्छ राशिको प्लान्टहरू छ तिम्रो घरमा त्यो आन्टीले गर्नुहुन्छ तिमीले गर्छ मेरो मम्मीले मलाई त्यो सिड मात्रै ल्याइदिन्छ न मलाई यो चाहियो यो रोप भनेर मात्रै तिमी पनि बिलिभ गर्छ र त्यो प्लान्ट होरोस्कोपहरू प्लान्ट होरोस्कोपै बिलिभ गर्दैन तिमी गर्छु त्यो त के हो त्यस्तो राशि अनुसारको प्लान्ट घरमा राख्यो भने चाहिँ होइन त्यो राशिको मान्छेलाई एकदम राम्रो हुन्छ कि
जस्तै मलाई ज्वरो आइरहेको थियो मम्मीले एउटा प्लान्ट मगाएछ अब मलाई ज्वरो ठिक हुन्छ भनेर अहिलेसम्म भएन त्यसमा बिलिभ गर्नुहुन्छ कि अझै बढिरहेको जस्तो लाग्छ मलाई बिलिभ गर्नु हुँदैन म चाहिँ गर्दिनँ मलाई त थाहा नै छैन यस्तो हुन्छ हजुर प्लान्ट ग्रान्ड ममलाई थाहा होला नि साइन्स स्टुडेन्ट नभएर पनि बायोलोजीको बारेमा धेरै थाहा रहेछ है 10 क्लासमा त साइन्समा पढेको हो नि त मैले 10 मा थियो तिमीले के पढ्यौ 10 मा केही पढायो हाम्रो क्र्युलाई पनि थाहा होइन केही पनि फ्लावरिङ नन फ्लावरिङ प्लान्ट्स त 3 क्लासमा पढाउँथ्यो पढाएको थियो मलाई याद छ त्यो चाहिँ याद छ 10 मा साइन्स पढेको चाहिँ याद छैन एउटा अब तिमी कन्टेन्ट क्रिएटर भएपछि होइन म्युजिक भिडियोजहरूमा छिर्ने केही विचार छ अफर आयो भने त अफ कोर्स आफै चाहिँ दिन मिल्दैन अफर मलाई त्यस्तो चाहिँ थाहा भएन एज अ कन्टेन्ट क्रिएटर भन्दा त्यो अब एडभर्टिजमेन्ट गरिहाल्छ त त्यसको लागि चाहिँ आफै नै गर्न मिल्छ तर म्युजिक भिडियोको चाहिँ खासै थाहै भएन किनकि आजकल जो पनि कन्टेन्ट क्रिएटर भयो अनि त्यसपछि म्युजिक भिडियो हाल्दै गर्छ क्या हाम्रो क्यामेराम्यान अश्विन पनि एउटा भिडियो हालिरहेको थियो अहिले छैन नेक्स्ट एपिसोड पछितिर आउला क्यामेराम्यान चाहिँ अलि भिडियो हाल्ने आफ्नो भिडियोको बारेमा कुरा गर्छु भनेर आउन खोजिरहेको थियो वेलकम छ उसलाई नेक्स्ट एपिसोडतिर अरू त्यसपछिको एपिसोडतिर तिमी पनि म्युजिक भिडियोमा हुन मन छ भने कन्ट्याक्ट चाहिँ छ है सो तिमीलाई लाइक अब तिमीले भन्यो नि यो नट 18 होइन लाइक लाइसेन्सहरू छैन यताउता गर्नलाई अलिक गाह्रो भइरहेछ तिमीलाई अहिले अफर आयो भने तिमीले गर्छौ त म्युजिक भिडियोहरू अब त्यो त म्युजिक भिडियो भने त ठुलो कुरा हो नि त त्यसको लागि त सपोर्ट हुन्छ नै लाइक बडा मास्किङ इज तिमी सिधै म्युजिक भिडियो नै गर्छौ कि पहिला केही लाइक जस्तै अब यो पडकास्ट जस्तो केही हुन्छ नि लाइक टु गेट फेमिलियर विथ लाइक बिगर लाइटिङ्स बिगर क्यामेराजहरू फर द बिगर अडियन्स लाइक सुटिङहरू अब पहिल्यै डान्स भिडियो नि छ मेरो डान्स भिडियो छ अब पहिला डान्स क्लासमा थिएँ नि त अनि डान्स भिडियोहरू सुट गरिरहेको थिएँ अनि हल्का फेमिलियर चाहिँ छु म ल त्यो डान्स भिडियो क्लिप हालिदिउँ ल नि त अहिले त्यो नि मेरो लकडाउन फेजको छ त्यसमा लकडाउन फेजको कि बच्चा बेला लकडाउन फेजको हो त्यो लकडाउनमै बच्चा थिएँ म त्यो पनि हो अनि बच्चा लाइक इन्फेन्ट बच्चा म्युजिक भिडियो व्हाट आर यु टकिङ अबाउट त्यो आउँछ त तिमी इन्फेन्ट लेकिन तिमी इन्फेन्ट शट अप म्युजिक भिडियो चाहिँ के त्यो टिकटकमा आउँछ त अच्छा लेकिन लन्डनको चिसोले समाउला भन्दै एउटा फुच्ची नाच्छ क्या त्यही उमेरमा नाच्यो कि भनेर सोचे कहाँ इन्फेन्ट तिम्रो सोच विचारै अलिक गलत छ क्या इन्फेन्ट त तिम्रै मुखबाट निस्क्यो फर्स्टमा यस इन्फेन्ट बच्चाको म्युजिक भिडियो हेर्छु भन्छ क्यामेरा बन्द हुन्छ ब्रो क्यामेरा बन्द हुन्छ यो म आफै एडिट गरेर हाल्छु यो क्लिप शब्द यात्रीको यात्रा गर्ने मान्छेलाई नै पेलिदिरहेको सबैजनाले ठिकै छ त होइन पनि टिकटक च्यानल छ एउटा अकाउन्ट खोलेको छौँ हामीले शब्द यात्री लिङ्क अनि एड चाहिँ विस्परिङ वर्ड्स हो अनि हामीले प्लान गरेको चाहिँ तिमीलाई अब त्यो च्यानलको नि फेस बनाउने भनेर लाइक राइट इन दिस पडकास्ट हुन्छ त ल अफर रेडी है ल डिल डन है साइन गरौँ प्रुफ छ अब चाहिँ सँगै ग्रो गर्नुपर्छ अब झन् रमाइलो हुन्छ झन् चिन्न थाल्छ एकअर्कालाई रमाइलो हुन्छ त्यो लाइक अगेन है त्यही कुरामा फेरि म रिफ्लेक्ट गर्छु होइन लाइक ग्रुपमा गर्दाखेरि इज इट बेटर टु डु के भन्छ कन्टेन्ट क्रिएसन कि सिङ्गल गर्दाखेरि इज इट बेटर तिम्रो हिसाबमा चाहिँ जहाँसम्म तिमीले देखेको छौ ग्रुप र टिम वर्क चाहिँ एकदमै रमाइलो अब एज मैले पहिला भने नि मैले क्लबहरूमा काम गरेको छु अनि त्यसमा नि सिङ्गल ह्यान्डेड भन्दा नि धेरै मान्छे भयो भने अझै रमाइलो अझै क्रिएटिभ आइडियाज निस्किन्छ सबै एउटा कुरा त मैले गरेर मात्रै हुँदैन नि त अनि अरूहरूले नि उनीहरूको आइडिया दियो भने झन् त्यो यस्तो फन वेमा कन्टेन्ट निस्किन्छ कि
तर डु यु नट थिङ्क कि के भन्छ आइडियाजहरू क्ल्यास हुन्छ लाइक माइन्डसेटहरू क्ल्यास भएर लाइक झगडाहरू हुने यताउता झगडा अहिलेसम्म चाहिँ आई हेभ नट एक्सपिरियन्स द्याट लाइक मैले अहिलेसम्म त्यही त टिमवर्क मेन चाहियो कि अब टिमवर्कमा पनि यस्तो हुन्छ नि जो पाए त्यही टिम भएर पनि हुँदैन नि त ऊ र म पो अब बच्चैदेखि सँगै भएको मान्छेहरू भएर हाम्रो आइडियाज अलि मिल्छ नमिले पनि कुनै टाइममा कम्प्रोमाइज हुन्छ झगडा पनि हुँदैन पिटापिट नि हुँदैन ल तेरो भाग मैले लगिदिएँ भनेर नि त्यो पनि हुँदैन किनकि एउटै हो हामी होइन त्यसैले त्यो साइडमेन भयो साइडमेनहरूको त पछिदेखि साथी भएपछि तिनीहरूको एकदम खतरा ग्रुप भइरह तर सिङ्गल क्रिएटर्सहरू चाहिँ सर्टेन लेभलसम्म चाहिँ फेम पाउँछन् त्यसपछि चाहिँ डाइ डाउन गर्छन् जस्तो लाग्छ मलाई चाहिँ त्यसैले ग्रुप एउटा टिम वर्कमा हुनु इज इम्पोर्टेन्ट किनकि इभन इफ यु ग्रो बिगर होइन एकैचोटि सबै त ह्यान्डल गर्न मिल्दैन नि त सक्दैन पनि के हाम्रो पनि सुरुमा पडकास्ट सुरु गऱ्यौँ ठ्याक्कै हामीले 2 वर्ष 3 वर्ष 2 वर्ष अगाडि जति होइन ऊ र म मात्रै थियौँ अनि एकजना क्यामेराम्यान थियो अश्विन अनि अनि हामीले चाहिँ गर्दाखेरि चाहिँ एकदम गाह्रो भएको थियो कुनको भिडियो डिलिट भइदिने कुनको अडियो नमिलिदिने एउटा भिडियो चाहिँ पर्फेक्ट भएको थियो अहिले पनि अपलोडेड छ पिजी सरसँगको भिडियो अहिले पनि अपलोडेड छ त्यो चाहिँ एकदम राम्रो पनि गरेको छ नि 1.4K भइसक्यो बाफरे त्यो लेभलको प्रोडक्सन क्वालिटी चाहिँ फेरि फिर्ता ल्याउन खोजिरहेछौँ कसैसँग क्यामेरा वर्कको बारे धेरै इन्फर्मेसन हुन्छ कसैसँग अब यही माइकिङको हुन्छ एकैचोटि एउटै मान्छेले त सबै भ्याउँदैन तिमीले चाहिँ त्यस्तो कोही मान्छेहरू राख्ने यताउता सोचेको छौ कि नै आफ्नो टिकटकको लागि मेरो अहिलेसम्म चाहिँ छैन हाम्रो क्रू खाली हुनुहुन्छ है साँच्चै के एडिट सेडिट गरिदिनु पर्यो होइन इफ यु निड एनी हेल्प भइहाल्छ नि म फोन हान्छु हस् रेडी एनी टाइम सो बेसिकली तिमीले सोचेको चाहिँ छैन अहिलेसम्म कोही राख्ने यताउता भनेर अहिले म बेबी स्टेप्समा छु नि त त्यसैले अहिलेसम्म चाहिँ तर फेरि बढेपछि त वात्तै बढ्छ नि सोसियल मिडिया बढेपछि तपाईँहरू छ नि मलाई त्यसैले म पनि सुरुमा हामी पडकास्ट सुरु गर्दाखेरि एकदम नाइभ थिएँ क्या हामी एकदम आफै गर्छु एडिट पनि मैले गर्छु यो म्युजिक पनि मैले गर्छु सबै मैले गरेँ हो म्युजिक सरी अडियो वाट त्यो काव्य दाईको भिडियो होइन मेरो दिमागमा चाहिँ हजुरले पनि हेरिदिनु होला 5150 प्रमोसन हानिदिनु तिमी अब क्याफेजहरूमा पनि त्यो हुन्छ त आजकल कन्टेन्ट क्रिएटरहरू सबै क्याफेमा गएर दुध सुध कफी सफी बनाउँछ नि त तिमी पनि त्यही विचारमा छौ कि छैन पार्ट टाइम सोचेको नि छैन मैले देखेको थिएँ क्या दुध सुध कफी सफी बनाउँछ नि त्यो कन्टेन्ट क्रिएटरहरू बारिस्टाहरूमा एक्ज्याक्टली I don't know about that. एउटा प्रजिता वाइवा भन्ने थियो मेरोमा फिडमा आइरहेको थियो कफी बनाइरहेको थियो Isn't that like उसको आफ्नै त्यो नै हैन उसको लाइन or like I think त्यो प्रमोसन गरे हो त्यो प्रमोसन गरे I think है is working there कुछ भी हो सकता है फ्युचर चाहिँ देखा छौ तिमीले त्यो कन्टेन्ट क्रिएसनमा हामीले नि देखा छ भन्नु के तिमीले तिमीले हेरेर बसेको म त चस्मा लाउनु पर्छ तर हैन अब म चाहिँ आई पर्सनली बिलिभ दिस इज द फ्युचर किनकि अब सब त्यो जब्सहरू एआईले लिने भनेर छन् होइन अनि मान्छेहरू फ्री हुन्छन् अनि त्यसपछि एभ्रिथिङ इज अनलाइन आजकल एआईले साँच्चीमा तिम्रो फेस होस् है लाइक तिम्रो त अब त्यो डान्स के उसमा छ नि त क्याटेगोरीमा छ नि त हैन डु यु थिंक एआई विल टेक ओभर डान्स गरस न म कम्पिटिसन हाल्छु नाइस है नाइस यु विल बी बेटर देन एआई डान्समा चाहिँ त देखा छ अब त्यो एआई को त्यो विथिन भिडियो भयो भने चाहिँ छुट्टै कुरा हो नाइस रोबोटले नाच्न थाल्यो भने मनी हेर्न चाहन्छु त्यो तिमी डान्स गर्छौ हैन डु यु कोरियोग्राफ योर ओन थिंग्स कोरियोग्राफ अनि चोरियोग्राफ नै हुन्छ हामीले यो वर्ड चाहिँ के भन्छ पहिला स्कुलमा कम्पिटिसनहरू हुन्छ नि त अनि त्यति बेला हाम्रो स्कुलमा चाहिँ पुरा केपपको पुरा क्रेज हुन्छ नि त अनि हामी त्यही केपपको त्यो कोरियोग्राफी हेरेर सिकेर चोरियोग्राफी भनेर त्यो गर्छ बेसिकली इन्स्पिरेसन चाहिँ तिमी पनि केपपमा इन्भेस्टेड छौ कि छैन
पहिला थिएँ मलाई त त्यो सबको एउटा फेज हुन्छ जस्तो लाग्छ कोही कोही अड्किरहेको छ नि कोही ग्रो आउट हुन्छ अहिले त मलाई त्यही ब्ल्याक पिङ्कै एउटा अरू चाहिँ ब्ल्याक पिङ्क अहिले नि ग्रुप नै हो र सोलो होइन सबैजना अहिले चाहिँ खै कम ब्याक नै होला भनेको जस्तो नि छ तर अहिले चाहिँ सब चारैजना आफ्नै आफ्नै सोलो ट्रिपमा छ तर मलाई त रमाइलो लाग्छ जे होस् मैले हिजो फिडमा चाहिँ देखाएको थियो मेरो बिटिएस कमब्याक भन्दै स्टोरीहरू मेरोमा चाहिँ ब्ल्याक पिङ्क आएको छ हो र सबै कमब्याक हान्नु थाल्यो क्या फेक हो के हो चाहिँ थाहा भएन ब्ल्याक पिङ्क चाहिँ किन छुटेको तिमीलाई थाहा छ छुटेको होइन होला म त्यस्तो विधि नि इन्भेस्टेड छैन थाहा चाहिँ छ तर त्यस्तो विधि नि लाइक जहाँसम्म मैले सुनेको थिएँ बिटिएसको मेम्बर्सहरू आर्मीमा गएको थियो अरे त्यसपछि रिटर्न भएर कमब्याक लाइक वुमेनलाई त्यस्तो प्रायोरिटाइज दिन्छ होला त्यहाँ फर आर्मी एन्ड स्टफ सो आफ्नै जर्नी होला नि त अब हेर न त्यो एउटा आपाटे भन्ने गीत क्या बुम भयो यस त्यही गर्नु खोज्यो होला नि कोल्याबोरेसनहरू त्यो पनि होला मेबी दे वर लाइक ट्राइङ टु तिमी पनि बच्चा हुँदा डान्स ग्रुपमा छिर्छु जस्तो विचार आएको थियो र कहिले म त बच्चा बेला जब के गर्ने भन्दा डान्सर भन्छु म त्यही थियो मेरो आन्सर भ्यालिड हो नि नाइस आन्सर हो नि मेरो त पहिला त बच्चा बेलामा केही हबी भनेको त्यही डान्सै थियो नि त अनि के गर्न राम्ररी के गर्न आउँछ डान्स त्यसैले म भोलिपछि डान्सरै भनिदिन्छु अहिले पनि विचार चेन्ज भएको छैन जस्तो लाग्छ त्यो पनि मेरो साइड हसलै हो अहिले चाहिँ पहिला चाहिँ बच्चा बेला चाहिँ डान्स एमै राख्छु भनेर सोच्थेँ तर अहिले चाहिँ इट्स जस्ट अ हबी ओके तिमीले अपर्च्युनिटी पायो भने डान्सलाई करियर चाहिँ बनाउन सक्छौ बेसिकली अपर्च्युनिटी पायो भने तर आई डोन्ट थिङ्क फुल टाइम चाहिँ गर्छु भने जस्तो लाग्दैन लाइक अब लेट्स से लाइक हप्तामा 2-3वटा म्युजिक भिडियोको सुटहरू आयो भने त इट्स बेसिकली अ फुल टाइम जब नि त त्यो बेला त यो डान्स मन पराउने सङ्ग्सहरूमा इन्भेस्ट हुने मान्छेहरू पनि दुईवटा टाइपको हुँदो रहेछन् क्या एउटा केपपमा इन्भेस्टेड पिपलहरू अनि एउटा चाहिँ बलिउडमा इन्भेस्टेड पिपलहरू तिम्रो डिग्री चाहिँ कुनतिर लिन गर्छ बढी म त सबको ककटेल मलाई केही स्पेसिफिक होइन मलाई रमाइलो आयो ल मलाई मन पऱ्यो ल मलाई मन पऱ्यो कोरियोग्राफ आउने डान्स आउने स्पेसिफिक छैन तर के भन्छ अब यसो कसैसँग लाइक हुन्छ त साथीहरूसँग कहिले भेट्यो भने यसो गीत गाइराख्ने नाच्ने बलिउड चाहिँ एकदमै त्यो सबको टेस्ट पनि मिल्छ कि अझ झन् आइटम सङ बस्नुपर्छ हो त अब कलेजहरूकै वेलकम फेयरवेलमा नि बलिउडै पर्दा हुन्छ हाम्रो कलेजमा चाहिँ हिन्दी गीत अलाउ थिएन है थिएन त अनि लास्ट इयरदेखि भएको जस्तो होला लास्ट इयर होला सायद तर थिएन खासै थिएन बलिउड सङ्ग्स एकदम लाइक त्यो आफ्नै छेउछाउको भएर होला रमाइलो लाग्छ जस भाइब गर्न रमाइलो हुन्छ तर एउटा क्वेसन चाहिँ हो कि हामी त नेपाली हो होइन अनि हामीले कसरी एकैचोटि हिन्दी बुझ्न थालेको 1 मिनट तिमीले कसरी हिन्दी बुझ्न थाल्यौ आई मिन बलिउड बेसिकली त्यो त कसरी के म त बच्चा बेलामा हजुरआमाहरूले त्यही नागिन गोपी बहु हेर्छ त त्यसरी टिपेको जस्तो या मैले नि त्यस्तै नै भनौँ न बेसिकली लाइक है तर कसरी के सुरुमै हामीले हिन्दी हेरे है किनकि बेसिकली अब जस्तै नेपालमा जन्मेको बच्चा विदेश गयो भने उसले उता गएर त पहिला त इङ्ग्लिस चाहिँ सिक्छ नि त अनि उसलाई फेरि नेपाली सिकाउनु पर्छ नि त उताको बच्चा हुन चाहिँ हो किनकि आजकल जन्मेको बच्चाहरू सब इङ्ग्लिसै बोल्छ नि नेपाली त कोही बोल्दैन इन्भाइरोमेन्टले पनि बोल्छ मेरो घरमा तिमीले बोल्न होला नि त नै लाइक जस्तै तिम्रो घर हाउस होल्डतिर पनि भनौँ न लाइक नेवारी कम्युनिटीतिर पनि अब लाइक अहिलेको बच्चाहरूले त बोल्छन् क्या तर लाइक जस्तै तिम्रो एजतिरको धेरै जस्तो बच्चाहरूले नेवारी बोल्दैन नि धेरै लाइक त्यो पनि त धेरै जस्तोले बुझ्छन् तर बोल्दैनन् या बुझ्छन् तर बोल्दैनन् नि त त्यो इन्भाइरोमेन्टले पनि हुन्छ जस्तो लाग्यो क्या मलाई तर मलाई त्यही एउटा अचम्म लाग्छ कि मलाई कसैले हिन्दी बोल्नै सिकाएको छैन मैले कसरी एकैचोटि सिकेँ होला तिमीलाई डान्स गर्न कसले सिकायो मेरो मम्मीको जिन्स हो त्यो त मेरो मम पनि डान्स गर्नेमा राम्रो मेरो ड्याडी पनि डान्स गर्नेमा राम्रो मलाई चाहिँ त्यही लाग्छ जिन्स हामीले जिन्सलाई ब्लेम जिन्सलाई ब्लेम गर्नु पर्यो भनेर भने क्या मैले
डान्स मैले फ्रेज गरे डान्स नआएको कारण चाहिँ ब्लेम हान्नु पर्यो ओके ओके नाइ तिम्रो मम्मी ड्याडीले त नाच्छ है तिमीले भन्दा राम्रो नाच्छ व्हाट ह्यापन टु यु अनन्या देखाएको छु मैले व्हाट ह्यापन टु यु व्हाट ह्यापन टु यु तिम्रो जिन्स च्यात्के छ लेम जोकेले कहाँबाट सिक्नु जिन्समा छ है नाइस है मेरो पडकास्टमा आएर बेगत मेरै भइरहेको यार त्यही गर्न आएको तिमीलाई त जानेछ ठिकै छ अब के गर्नु यस्तै हो मजबुरी गर्नु परेकै छ कस्तो गर्मी बढ्यो आजकल तिम्रो रोस्ट भएर भयो तिमी बोल भयो आई थिङ्क होइन त्यो नोटमा चाहिँ उसको धेरै रोस्ट नगरौँ होला यु हेभ बिन अ भेरी गुड प्लेजर थ्याङ्क यू थ्याङ्क यू फर स्टोरीहरूको बारेमा कुरा गर्नको लागि अनि वी होप कि यु विल सक्सिड इन यर कन्टेन्ट क्रिएसन जर्नी तिमी पार्ट टाइम गरे पनि फुल टाइम गरे पनि आई होप यु कन्टिन्यू थ्याङ्क यू सो मच मुटुमै लाग्यो जस्तो छ I think like तिम्रो I hope कि तिम्रो यो journey like continue भइरहोस्. For watching, we are Sabdayatris. He is depressed. He is depressed. So thank you so much for watching. Thank you for inviting me. Thank you Tejasvi. Welcome.